हेलो ब्युटिफुल पिपुल के छ हालखबर तपाईहरु सबैजनाको यो तपाईहरुको आफ्नै च्यानल एमसीक्यू स्टेसनमा म तपाईहरुलाई फेरि पनि स्वागत गर्दछु। आजको यो भिडियोमा मैले तपाईहरुको सबै प्रतिस्पर्धात्मक परीक्षाहरुमा सोधिने महत्त्वपूर्ण टपिकको रूपमा रहेको सामान्य ज्ञान अर्थात् जनरल नलेजबाट 25 वटा क्वेशन एन्सर लिएर उपस्थित भइसकेको छु। आजको भिडियोलाई सुरु गरिहालौँ है त साथीहरु। क्वेशन नम्बर 1 बाट क्वेशन नम्बर 1 मा रहेको छ पहिलो सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल टिम कुन हो? पहिलो सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल टिम कुन हो? चर्च बोइज युनाइटेड, सङ्कट फुटबल क्लब, नेपाल पुलिस क्लब, एनआरटी। सङ्कट फुटबल क्लब। क्वेशन नम्बर 2 संयुक्त राष्ट्र सङ्घले कुन वर्षलाई अन्तर्राष्ट्रिय हिम नदी संरक्षण वर्षको रूपमा घोषणा गरियो? संयुक्त राष्ट्र सङ्घले कुन वर्षलाई अन्तर्राष्ट्रिय हिम नदी संरक्षण वर्षको रूपमा घोषणा गरियो? सन् 2025, 2026, 2024 र 2023। सन् 2025 लाई। क्वेशन नम्बर 3 मुलुककै जेठो राष्ट्रिय सङ्ग्रहालय कहाँ रहेको छ? मुलुककै जेठो राष्ट्रिय सङ्ग्रहालय कहाँ रहेको छ? भक्तपुर, ललितपुर, पोखरा, काठमाडौँ। काठमाडौँ। क्वेशन नम्बर 4 विश्वमै पहिलो पटक मानिसमा सुँगुरको मुटु कहिले प्रत्यारोपण गरिएको थियो? विश्वमै पहिलो पटक मानिसमा सुँगुरको मुटु कहिले प्रत्यारोपण गरिएको थियो? सन् 2022 को जनवरी 10, सन् 2023 को जनवरी 10, सन् 2024 को जनवरी 10, सन् 2025 को जनवरी 10। सन् 2022 जनवरी 10 मा। क्वेशन नम्बर 5 8500 मिटर माथिका हिमाल नेपालमा कति रहेका छन्? 8500 मिटर माथिका हिमाल नेपालमा कतिवटा रहेका छन्? 2 वटा, 3 वटा, 4 वटा, 5 वटा। 3 वटा रहेका छन्। क्वेशन नम्बर 6 नेपालको चुरे पर्वतको सर्वोच्च चुचुरो कुन हो? नेपालको चुरे पर्वतको सर्वोच्च चुचुरो कुन हो? दाउन्ने, चुलाचुली, गार्बा, हिडिम्बा। गार्बा रहेको छ। क्वेशन नम्बर 7 ग्वालेक केदारधाम कहाँ पर्दछ? ग्वालेक केदारधाम कहाँ पर्दछ? बैतडी, जुम्ला, पाल्पा, मुस्ताङ। बैतडी जिल्लामा पर्दछ। क्वेशन नम्बर 8 नेपालको सीमावर्ती जिल्लासँग मात्रै सिमाना जोडिएको जिल्ला कति रहेका छन्? नेपालको सीमावर्ती जिल्लासँग मात्र सिमाना जोडिएको जिल्ला कति रहेका छन्? 30 वटा, 32 वटा, 35 वटा, 37 वटा। 32 वटा रहेका छन्। क्वेशन नम्बर 9 बाराकुनेताल कुन जिल्लामा पर्दछ? बाराकुनेताल कुन जिल्लामा पर्दछ? बर्दिया, दाङ, कञ्चनपुर, डोटी। दाङमा पर्दछ। क्वेशन नम्बर 10 यारी भन्ज्याङ कुन जिल्लामा पर्दछ? यारी भन्ज्याङ कुन जिल्लामा पर्दछ? दोलखा, हुम्ला, दार्चुला, डोटी। हुम्ला जिल्लामा पर्दछ। क्वेशन नम्बर 11 क्षेत्रफलको हिसाबले डोल्पा जिल्ला भन्दा सानो अञ्चल कुन हो? क्षेत्रफलको हिसाबले डोल्पा जिल्ला भन्दा सानो अञ्चल कुन हो? लुम्बिनी, धौलागिरी, राप्ती, महाकाली। महाकाली अञ्चल। क्वेशन नम्बर 12 विश्व इतिहासमा मानव अधिकारको सम्बन्धमा लिखित दस्तावेज कुनलाई मानिन्छ? विश्व इतिहासमा मानव अधिकारको सम्बन्धमा लिखित दस्तावेज कुनलाई मानिन्छ? अमेरिकाको संविधान, म्याग्ना कार्टा, फ्रान्सको संविधान, मानव अधिकारको विश्वव्यापी घोषणा। म्याग्ना कार्टालाई मानिन्छ। क्वेशन नम्बर 13 दोस्रो विश्वयुद्धको अन्तसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्तसँगै पुनः एकीकरण भयो? दोस्रो विश्वयुद्धको अन्तसँगै विभाजन भएको कुन मुलुक शीत युद्धको अन्तसँगै पुनः एकीकरण भयो? जर्मनी, बेल्जियम, फ्रान्स, इटली।
जर्मनी। क्वेसन नम्बर 14, यदि रुसो नभएको भए फ्रान्सको राज्य क्रान्ति नै हुने थिएन भन्ने भनाइ कसको हो? यदि रुसो नभएको भए फ्रान्सको राज्य क्रान्ति नै हुने थिएन भन्ने भनाइ कसको हो? मुसोलिनी, हिटलर, कैजर विलियम, नेपोलियन। नेपोलियनको भनाइ हो। क्वेसन नम्बर 15, फ्रान्सको राज्य क्रान्तिले जन्माएको नेतृत्व को हुन्? फ्रान्सको राज्य क्रान्तिले जन्माएको नेतृत्व को हुन्? मुसोलिनी, राजा जोन, लुई 15औं, नेपोलियन बोनापार्ट। नेपोलियन बोनापार्ट। क्वेसन नम्बर 16, रुसी राज्य क्रान्तिलाई अर्को के नामले चिनिन्छ? रुसी राज्य क्रान्तिलाई अर्को के नामले चिनिन्छ? नोभेम्बर क्रान्ति, डिसेम्बर क्रान्ति, अक्टोबर क्रान्ति, अप्रिल क्रान्ति। अक्टोबर क्रान्ति। क्वेसन नम्बर 17, टिग्रिस र युफ्रेट्स नदीको किनारमा विकसित भएको सभ्यतालाई के भनिन्छ? टिग्रिस र युफ्रेट नदीको किनारमा विकसित भएको सभ्यतालाई के भनिन्छ? मिस्रको सभ्यता, मेसोपोटामियाको सभ्यता, सिन्धु घाटीको सभ्यता, चिनिया सभ्यता। मेसोपोटामियाको सभ्यता भनिन्छ। क्वेसन नम्बर 18, राणाकालीन समयमा कर्णेल चोकले के सम्बन्धी कार्य गर्थ्यो? राणाकालीन समयमा कर्णेल चोकले के सम्बन्धी कार्य गर्थ्यो? बजेट तयार गर्ने, भ्रष्ट आचरण विरुद्ध कार्य गर्ने, सुन चाँदी आभूषण सम्बन्धी, खर्चको हिसाब सम्बन्धी। सुन चाँदी आभूषण सम्बन्धी कार्य गर्थ्यो। क्वेसन नम्बर 19, मञ्जुश्रीद्वारा स्वयम्भू र गुहेश्वरीको बीचमा स्थापना गरेको नगर कुन हो? मञ्जुश्रीद्वारा स्वयम्भू र गुहेश्वरीको बीचमा स्थापना गरेको नगर कुन हो? बोधिपतन, मञ्जुपतन, शिलपतन, स्वयम्भूश्री। मञ्जुपतन। क्वेसन नम्बर 20, नेपालको ताजमहल भनेर चिनिने पाल्पा स्थित रानी महलको निर्माण कसले गरेका थिए? नेपालको ताजमहल भनेर चिनिने पाल्पा स्थित रानी महलको निर्माण कसले गरेका थिए? खड्का शमशेर, पृथ्वीपाल सेन, रुद्र सेन, रुद्र शमशेर। खड्का शमशेरले गरेको थियो। क्वेसन नम्बर 21, काजी कालु पाण्डेले कहाँको युद्धमा वीरगति प्राप्त गरेका थिए? काजी कालु पाण्डेले कहाँको युद्धमा वीरगति प्राप्त गरेका थिए? नुवाकोट, कीर्तिपुर, बेलकोट, मकवानपुर। कीर्तिपुरको युद्धमा। क्वेसन नम्बर 22, पञ्चायती कालमा गाउँ फर्क अभियान कहिले सुरु भएको थियो? पञ्चायती कालमा गाउँ फर्क अभियान कहिले सुरु भएको थियो? विक्रम सम्वत 2018, 2019, 2021, 2024। विक्रम सम्वत 2024 सालमा। क्वेसन नम्बर 23, खड्का निशाना अड्डाको स्थापना कसले गरेका थिए? खड्का निशाना अड्डाको स्थापना कसले गरेका थिए? जङ्गबहादुर राणा, वीर शमशेर जुद्ध शमशेर, चन्द्र शमशेर। चन्द्र शमशेरले। क्वेसन नम्बर 24, नेपाल सरकारले एकल बिन्दु सेवा कहिलेदेखि सञ्चालनमा ल्याएको हो? नेपाल सरकारले एकल बिन्दु सेवा कहिलेदेखि सञ्चालनमा ल्याएको हो? विक्रम सम्वत 2076, जेठ 1 गते, जेठ 2 गते, जेठ 3 गते, जेठ 5 गते। विक्रम सम्वत 2076, जेठ 1 गते। क्वेसन नम्बर 25, विश्वको सबैभन्दा अग्लो पठार कुन हो? विश्वको सबैभन्दा अग्लो पठार कुन हो? चिलीको पठार, दक्षिण अफ्रिकाको पठार, तिब्बतको पठार, रसियाको पठार। तिब्बतको पठार। थ्याङ्क यू सो मच फर वाचिङ।